त्यो चाहिँ अब निम्बुको उयो हो भनेर एउटा निम्बुको बोटको लागि चाहिँ हामी यहाँ 4 जना छु रोप्नु चाहिँ। मन दिनेलाई मन दिने हो। ओइ मलाई धोका दिस भने के गर्ने हो भन्छ भर्खरै निम्बु रोपिसकेर आइसक्यो हामी जान्दैछु अहिले कहाँ गएको थाहै छैन भ्लग बनाउनु हिँडेको हो। वेलकम ब्याक टु माई युट्युब च्यानल। तेरे इश्क ने साथ दिया मेरा हाल क्या कर दिया। के हो तिम्रो नाम बहिनी परिचय पाऊ हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर क्युटी भएर नटी भएर केटे भएर हेलो गाइस स्वागत छ फेरि तपाईहरुलाई मेरो नयाँ भिडियोमा। र आज चाहिँ म नरे भाइको साथमा हैन अब हाम्रो गाउँ चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। गाउँ टुर भनौँ न आजको भ्लग चाहिँ हैन। अब हाम्रो गाउँमा के कस्तो छ तपाईहरुलाई देखाउने छु। त्यही भ्लग हो हामी दुई जना इन्जोय गर्नुहोस् होला भ्लगमा हैन। हामी एकदम हँसाउने पनि छु तपाईहरुलाई हाँस्नु। अनि चाहिँ मैले भाइलाई फेरि क्याप ल्याउनु पठाइरहेको छु हैन। यो अर्ग्यानिक क्याप यो चाहिँ हाम्रो गाउँको हामीले सानो बच्चामा लाउने खै भाइ मलाई पनि ले क्याप। अब यो क्याप चाहिँ लाएर चाहिँ कस्तो चाहिँ देख्दो रहेछ हेर्नु ल। तपाईहरुले सानोमा लाउनु भएको छ कि छैन कमेन्ट गर्नु होला। कस्तो छ हेर्नुस् माइकल ज्याक्सनको तर क्याप छ। माइकल ज्याक्सन ह्याट हुन्छ तर हाम्रो चाहिँ क्याप छ। त्यो पनि केराको बुङ्गाको फुल्ली अर्ग्यानिक नो क्याप र मटेरियल के युज भएको छ त्यसमा चाहिँ। यस यस अब यहीँ सिधा अगाडि चाहिँ हाम्रो स्कुल हैन। सानोमा पढ्दाखेरि सानोमा हामी यही स्कुल पढेको तपाईहरुलाई यो स्कुल पनि देखाउने छु। टक्कै अहिले चाहिँ बाडेर यस्तो बनाएको छ यो स्कुल चाहिँ हैन। पहिला चाहिँ यस्तो बाडेको पनि थिएन। हेर्नुस् है टक्कै डुरखोला लेप्चा गाउँ एसएसकेपी ओलाबा डिस्ट्रिक्ट कालिम्पोङ। अनि म कमान गर्छु ल स्कुल अटेन्सन। यसले चाहिँ यो लुकाउँदैछ यहाँनिर हो। यसले चाहिँ सुँगुरको लागि त्यो उयो लाने क्या कटै हैन कट लाने रहेछ। अन्त त्यही भएर चाहिँ यो चाहिँ हाम्रो गाउँको पिच रोड हेर्न सक्नुहुनेछ तपाईले पछि अगाडि हैन। यता चाहिँ गाडी चल्ने चाहिँ चल्छ तर हाम्रोपट्टि चाहिँ चल्दैन यस्तो सोलिङ लागेको छैन नि त त्यही भएर है भन्नु हो नि। यहाँनिर चाहिँ मजाको भ्यू देख्छ होला आई थिङ्क हैन। त्यही भएर चाहिँ तपाईहरुलाई देखाउने छु। मान्छेहरूले देख्यो भने चाहिँ यसलाई हान्छ चट 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 जोड लगाएकै हैछ माउन्ट एभरेस्ट चढेर ठिकै हुन्छ आयो केटा केटा आयो यहाँनिर फुच्चे कुदेर आउँदैछ अब कुकुरसँग। कहाँ गएको सरम माने घेर केटी जस्तो। यहाँ आऊ दबाई होइन दैलोबाट हेरेको लाग्छ छिटो लड्यौ आर्मी पो रहेछ त। ल कान्छाको नाम भन्दा न छिटो। तिमीलाई सोध्दैछ अस्तिदेखि तिम्रो गर्लफ्रेन्ड हो यहाँनिर छिटो भन न नाम हो तिम्रो मिकमा चाहिँ के हो अन्त मिकमा शेर्पा हो। हेलो भनिदेऊ न। अब तिम्रो गर्लफ्रेन्ड खुसी भयो नि। छेउमै टाँसेर बसे क्यामेरा अलिक उयो छ कि सानो देख्छ कि यहाँ मेरो टाउकोमा त यत्रो चुम्मै खान्छस् कि के अहिले चाहिँ हामी कहाँ आइसकेको छु भन्दाखेरि चाहिँ यहाँ हाम्रो गाउँको एउटा एक्लो डाँडा हो। यो कस्तो खालको डाँडा भन्दाखेरि यहाँबाट भ्यूहरू चाहिँ दामी देख्छ होइन। अन्त त्यस्तै डाँडामा आएको छु। यहाँनिर चाहिँ हाम्रो भविष्यको आर्मीहरू छ यहाँनिर मिकमा दावा होइन। हिरो केटाहरू यता सलमान खान हिरै हो होइन। म चाहिँ म पनि हिरै हो सर्काउँदैन त भन्न हो यसो। तेरो गर्लफ्रेन्ड हो त्यो केटा हो
गएको ल भाइ बाई बाई हात हलाउन बाई बाई। आजकल चाहिँ हाम्रो गाउँमा चाहिँ यस्तै काम हुन्छ होइन बारी सफा गऱ्यो गोरु जोत्यो अहिले अदुवाको लागि खोर्सानीको लागि अहिले चाहिँ हाम्रो गाउँतिर चाहिँ काम चाहिँ यस्तै छ सबै घरमा चाहिँ हेर्नुहोस् त कति मजाले आगोहरू लाएर काम गरेको पढाइहरूले मकै चाहिँ भइसकेको रहेछ माथि अदुवा पनि यो चाहिँ तपाईँहरूको किवी हो हाम्रोपट्टि चाहिँ फेरि किवी पनि हुन्छ है हेर्नुहोस् किवी फ्रुट यसरी रोप्छ किवी चाहिँ यसको लागि पनि पुरा मेहनत छ यो चाहिँ अब यसपालिको लागि रेडी हुँदैछ पत्ताहरू माथि चरा बसिरहेको रहेछ दुइटा यो चाहिँ यसपालिको लागि फुल्नु लागि रेडी यो चाहिँ यहाँ चाहिँ पनि काफी छ के खाएको भन्दैन मैले र एउटै मात्रै पाएको थिएँ दाना मात्रै राखिदिएको नि त सिजनको फल खाइराख्नुपर्छ चेस चिया म पनि फेरि बारमा काम गर्ने मान्छे हो कि यहाँ चाहिँ मेरो ड्राइभर हामी चाहिँ गाडीमा जाँदैछ बिस्तारी दाइ ग्यार लगान मेरो हात हो यो ग्यार रनिङ घुमा चक्का घुमाउ न तेरो दैलो लागेको छैन हौ कस्तो अरे अगाडि त्यो खालको स्ट्रिङ घुमायो तपाईँहरूको लागि कस्तो कस्तो भिडियो बनाउनु पर्ने भनेर चाहिँ हामीलाई आइडिया चाहिँ छ तर अब तपाईँहरूको मनमा पनि हुन्छ नि अब कस्तो खालको भिडियो हेर्नु मनपर्छ तपाईँहरूलाई होइन त्यो अब हामीलाई थाहा हुँदैन प्लिज कमेन्ट गरिदिनु होला तपाईँहरूको कमेन्ट हामी पढेर तपाईँहरूले जे भन्नुभएको छ अब त्यो टपिकमा चाहिँ हामी भिडियो बनायो भने चाहिँ अलिक राम्रो हुन्छ होइन त्यही भएर चाहिँ तपाईँहरूले प्लिज कमेन्ट गरिदिनुहोस् तपाईँहरूलाई कस्तो भिडियो मनपर्छ अहिले चाहिँ हामी फाइनली घर आइपुगेको छु होइन ड्याम्मै भात खाएर बसेको भाइ र म होइन आजको भिडियोमा चाहिँ भाइले मलाई हेभी सपोर्ट गर्यो होइन आई होप तपाईँहरूले भिडियोमा इन्जोय गर्नुभयो होला भिडियो मन पराउनु भयो होला अनि आजको भिडियो चाहिँ यति नै हो बाई बाई सबैजनालाई र गुड नाइट सबैजनालाई होइन तँलाई के भन्नु छ भाइ भन् त एकदम धन्यवाद हाम्रो भिडियो दिनुभएकोमा अर्को भिडियोमा अब हामी एकदम तपाईँहरूको लागि इन्ट्रेस्टिङ अनि फनी पनि हुनेछ अर्को भिडियो हामी एकदम राम्रो भिडियो बनाउने कोसिस गर्छु होइन अर्को पालि त्यही कारणले हामीलाई एकदम तपाईँहरूको माया अनि सपोर्ट दिनुहोस् होला धन्यवाद थ्याङ्क यू पर्दैन